हामी साली नदी आइपुग्यौँ। कति बज्यो अहिले? 4:40मा साली नदी आइपुग्यौँ। मान्छेहरू खासै हुनुहुन्न। यता कुण्ड छ, नुहाउने सोचिरहेको छु। कसरी नुहाउने हो चाहिँ थाहा छैन। हजुर हामी नुहाएर रेडी भएर मन्दिर पूजा गर्न जाँदैछौँ। यो दिन चाहिँ स्वस्थानीको लास्ट दिन अर्थात् पूर्णिमाको भोलिपल्ट थियो। मैले स्वस्थानी व्रत लिएको भएर फुल सेलाउनको लागि साली नदी हामी गएका थियौँ। अलि छिटै नै गएका थियौँ, रातभर जागराम बसेर घरमा। अनि ट्याक्सी बोलाएर गयौँ, पूजा गऱ्यौँ। माथि मन्दिरमा पूजा गरेर तल खोलामा त्यहाँनिर नै मैले स्टार्ट गर्दाखेरि शिवलिङ्ग बनाएर पूजा गरेको थिएँ। अब 1 महिना अगाडि बनाएको त्यो त हुँदैन, त्यही पनि त्यही ठाउँलाई मानेर पूजा गरेर पूजा गर्दैछु। मस्त लास्ट दिन भयो नि त्यहाँनिर साली नदीमा। यहाँको चाहिँ मलाई सबैभन्दा मन नपरेको चाहिँ यति धेरै प्लास्टिकको फोहोरहरू फाल्नु भएको थियो। म चाहिँ घरबाट धेरै फोहोर हुन्छ भनेर इभन फुल पनि आधी चाहिँ लिएर गएर आधी चाहिँ यहीँ नजिकै बागमतीमा पकाइदिन्छु भनेर लिएर गएको थिइनँ। अनि त्यहाँ चाहिँ प्लास्टिक देख्दा चाहिँ कस्तो नमजा लाग्यो। अनि मैले 108 बत्ती चाहिँ बालेर पकाउन थाल्दै थिएँ। अनि त्यसपछि मैले रोटी छुट्टै 108मा चाहिँ बुढालाई दिइसकेको थिएँ। यो चाहिँ 8 रोटी खोलामा पनि पकाइदिउँ न एक्स्ट्रा भनेर अनि खोलामा पकाउनलाई लिएर गएको थिएँ। अनि त्यो छुटेको भएर चाहिँ बुढालाई फुल लिएर आउनु भनेर मैले चाहिँ अलिकति मात्रै त्यही टप्परीमा भएको जति मात्रै फुल र अनि 108 रोटी अनि दिपबत्ती गरेर बगाएँ। अनि अर्घ दिने पालो। यो चाहिँ समापनको लास्ट विधि भनौँ न। अर्घ दिएर मैले भगवानलाई हात जोडेर आफूले मनोकामना मागेको छु। भगवानप्रति आस्था राखेर सबैजनाले पालो अर्घ दिनुभयो, किनकि सबैजनाले बिहान कुण्डमा नुहाउनु भएको थियो। हामी अर्घहरू दिएर 184 घुमेर कोमाको कुटी घुमेर अब चाहिँ हामी घर फर्किन लाग्दैथ्यौँ। मैले यहाँनिर भिडियो बनाएँ। अनि अलिअलि हामीले दान दिनको लागि चामलहरू लिएर गएको थियौँ। अनि अलिअलि पैसा पनि लिएर गएको थियौँ। धेरैजना हुनुहुन्थ्यो, जस पुर्याएर सबैजनालाई भाग लागेर दियौँ। तर त्यो चाहिँ भिडियोमा खिचेनौँ। अनि यो चाहिँ स्वस्थानीको मन्दिर, मेरो बुढा